वेलकम छ साथीहरु। आजको मेरो नयाँ भिडियोमा आज म तपाईहरुलाई नागरिक एप खोल्ने तरिका सिकाउँछु। नागरिक एप खोल्नु भन्दा पहिला अगाडि नागरिक एपको काम अथवा विशेषता जानिराखौं। यसले के काम गर्छ त? नागरिक एप भनेको एउटा नेपालको आधिकारिक एप हो। यसले चाहिँ सरकारी डकुमेन्ट हरुलाई देखाउने काम गर्छ, जस्तै नागरिकता, राष्ट्रिय परिचय पत्र, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, कर्मचारी सञ्चय कोष, पुलिस रिपोर्ट, तपाईको नागरिकता आदि सम्पूर्ण डकुमेन्टहरुलाई चाहिँ यसले देखाउने काम गर्दछ। यो चाहिँ एउटा आधिकारिक एप भएको हुनाले यसबाट हामीले अरु कामहरु पनि गर्न सक्छौं। नागरिक एप खोल्नको लागि सबभन्दा सुरुमा नागरिक एप इन्स्टल गरेको हुनुपर्दछ। यदि तपाईको मोबाइलमा छैन भने प्ले स्टोर अथवा एप्पल स्टोरबाट तपाईले नागरिक एप डाउनलोड गर्नुहोला। डाउनलोड गरिसकेपछि एप्लिकेसनलाई ओपन गर्नुहोला। ओपन गरिसकेपछि आफ्नो मोबाइल नम्बर राख्नुहोला। म आफ्नो मोबाइल नम्बर राख्छु। प्रोसिड म गर्छु। प्रोसिड गर्नेबित्तिकै यहाँ ओटीपी कोड आउँछ। 6 वटा अंक भएको ओटीपी कोड आउँछ। त्यो ओटीपी कोडलाई यहाँ राख्नु होला। राखेर प्रोसिडमा क्लिक गर्नु होला। क्लिक गर्नेबित्तिकै यहाँ डाटा आउँछ, नेम र मोबाइल नम्बर। तपाईको मोबाइल नम्बर तपाईकै नाममा छ भने यहाँ देखाउँछ। यदि छ भने 6 मा थिच्नु होला। अब यति गरिसकेपछि यहाँ देखाउँछ तपाईले कुन परिचय पत्रबाट तपाईले यो नागरिक एप खोल्न खोजिराख्नु भएको छ त्यो चाहिँ यहाँ चुज गर्नुपर्ने। जस्तै यहाँ राजधानी छ, राष्ट्रिय परिचय पत्र छ, अनि नागरिकता छ, अनि मतदान परिचय पत्र छ। कुनदेखि तपाईले चाहिँ यो नागरिक एप खोल्न चाहिराख्नु भएको छ त्यो चाहिँ सिलेक्ट गर्नुपर्छ। मैले अहिले चाहिँ नागरिक एप नागरिकताबाट नागरिक एप खोल्न गइरहेको छु, त्यसकारणले गर्दा नागरिकता मैले चुज गरे। यहाँ छ नागरिकता नम्बर। नागरिकता नम्बर राख्नु होला। म आफ्नो नागरिकता नम्बर राख्छु। त्यसपछि नागरिकता जारी जिल्ला राख्नु होला। म आफ्नो जारी जिल्ला राख्छु। त्यसपछि आफ्नो जन्ममिति राख्नु होला। त्यसपछि नागरिकता जारी मिति राख्नु होला। यति गरिसकेपछि प्रोसिडमा क्लिक गर्नु होला। प्रोसिड गरिसकेपछि एपमा जानु होला। यसरी तपाईको नागरिक एप खुला हुन्छ। यसरी तपाईले आफ्नो आईडी बनाउन सक्नुहुन्छ। आईडी बनाइसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईको यहाँ डिटेल देखाउँछ। तपाईको नाम, यहाँ फोन नम्बरहरु सबै सम्पूर्ण देखाउँछ। यसरी देखाइसकेपछि अब तपाईले चाहिँ यहाँबाट आफ्नो डकुमेन्टहरुलाई एकचोटी इन्ट्री गर्नुपर्छ। इन्ट्री गरिसकेपछि तपाईको डकुमेन्ट यहाँ सेभ भएर बस्छ।